आज चाहिँ वर्ल्ड फाइनल डे स्पेन र अर्जेन्टिनामा कसले जित्यो त र म 10 बजेसम्म किन सुतेँ यो सबै थाहा पाउनलाई भिडियो अन्तिम समय हेर्नु। हेलो गाइजहरु, आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। बिहान उठेर ब्रस गरेर हात मुख पनि धोए, रातै खुट्टा पनि धोए। अरु भन्दा छुट्टै छ मेरो स्टाइल। त्यसपछि बेलौती खाए, गाबा खाए गाबा। यति खाइसकेपछि अब भने नास्ता खाने बेला हुन्छ। नास्ता पनि खाइसकेपछि अब चाहिँ मेरो घरमा त्यस्तो काम नभएर म चाहिँ लाग्यो एडिटिङ सिक्नु। एडिटिङ हार्ड चाहिँ सिक्दिन किनभने दुईटा फोन चाहिन्छ। मसँग एउटै फोन छ, त्यसैले बेसिकली कुरा मात्रै सिक्छु। यदि कुनै दिन आइफोन भयो भने धुम मचाउँगा भाइ। अभी त एन्ड्रोइड से चलाएर भाइ छोडो भाइ। अरूले एडिटिङ गर्यो भने एकदमै सजिलोसँग गरे जस्तो लाग्छ, आफूले गर्यो भने एकदमै हार्ड लाग्छ। त्यसपछि खाना खाने बेला भएर खानामा चाहिँ अर्ग्यानिक ढिँडो र सिन्की थियो र प्लस भात पनि थियो। त्यो त त्यति मन पर्दैन तर बनाउनु भएको थियो, थोरै भयो नि खाए। खानु परिहाल्यो नि अब हालिदिएपछि, फाल्नु भएन भन्दै जति सक्दो खाए। एकदमै आँखा दुखेको कारणले 1-2 घण्टा सुत्दिए। उठेर उठेर हात मुख धोएर फ्रेस भए। भइसकेपछि यो चाहिँ के हो खाए, नाम चाहिँ बिर्से थाहा छ भने कमेन्ट डाउन। यति खाइसकेपछि 200 रुपियाँ लिएर पसल गएर टिस्यु पेपर र धुलो खुर्सानी पनि लिएर आए। भिडियो अनुसार भोइस मिलिरहेको छैन, यो मिलाउने प्रयास गरिरहेको छु। गर्दा पनि भइरहेको छैन र अहिले भने म तरकारी चलाउँदैछु। अहिले पनि तरकारी चलाइरहेको छु। कुनै दिन भने पुरै खाना पकाएको भिडियो ल्याउने छु। त्यसको लागि मलाई फलो गरिराख्नु होला। त्यसपछि पनि हाम्रो वर्ल्ड कप सुरु भइसकेको थियो। आज चाहिँ फाइनल गेममा सपोर्ट स्पेनलाई गरेको थियो। आज चाहिँ भइसक्यो तर गेम चाहिँ इन्ट्रेस्टिङ भइरहेको थियो, जो कि धेरै दर्शकहरूलाई झ्याउ लागिसकेको थियो। साथै मलाई पनि लागिरहेको थियो। त्यसरी नै टाइम बित्दै गएर 90 मिनेटमा पनि गेम चाहिँ ड्र भयो। मलाई त एकदमै झ्याउ लागेको कारणले म त कतिखेर सुते थाहा भयो। गेम चाहिँ स्पेनले जित्यो 1-0 मा। जुन खेल खेली फाइनलमा त्यति मजा आएन हेर्नलाई। त्यसैले होला म चाहिँ 10 बजेसम्म सुते। आजलाई यति छु, अघि नेक्स्ट भिडियो बाई।